निजी अस्पताल भन्ने बित्तिकै हामी महँगो शुल्क र गरिबको पहुँच बाहिरको कुरा सोच्छौँ। तर के तपाईँलाई थाहा छ, तपाईँकै सहरका ती महँगा अस्पतालमा 10% बेड तपाईँका लागि निःशुल्क हुनुपर्छ। नियम त पुरानै हो, तर अहिलेसम्म कसले खायो यो सुविधा? अब सरकार किन कडा हुँदैछ? आउनुहोस् यसबारे कुरा गरौँ। नमस्ते साथीहरू, म राजेश ठाकुर। नेपाल सरकारले एउटा ठुलो निर्णय गरेको छ। सरकारी र निजी दुवै अस्पतालमा अनिवार्य 10% बेड निःशुल्क राख्ने। जनकपुर धाम जस्ता सहरमा स्थानीय सरकारको ढिलासुस्ती र अस्पतालहरूको अटेरीपनले गर्दा गरिब जनताले यो सुविधा पाएका थिएनन्। तर अब केन्द्र सरकार आफै एक्सनमा उत्रिएको छ। आजको भिडियोमा हामी यसैको वास्तविकता खोतल्नेछौँ। वास्तवमा यो नियम नयाँ होइन, तर विडम्बना। जनकपुर धामका धेरै निजी अस्पतालले यो नियमलाई वास्ता गरेको छैन। स्थानीय सरकारले यसको अनुगमन गर्नुपर्ने थियो, तर कहिले सेटिङ त कहिले ढिलासुस्तीका कारण गरिब बिरामीले बेड पाउनुको साटो अपमान मात्रै पाए। स्थानीय जनप्रतिनिधिहरू मौन बस्दा अस्पताल सञ्चालकहरूको मनोबल बढ्यो र विपन्नको लागि छुट्याइएको बेडमा पनि पैसा असुल गर्यो। अब स्थानीय निकायबाट आश मरेपछि केन्द्र सरकारले कडा निर्देशन जारी गरेको छ। अब हरेक अस्पतालले आफ्नो सूचना पाटीमा कति बेड खाली छन् र कति निःशुल्क छन् स्पष्ट लेख्नुपर्नेछ। स्थानीय तहको सिफारिस वा विपन्न परिचय पत्रको आधारमा बिना झन्झट भर्ना लिनुपर्नेछ। यदि कुनै अस्पतालले बेड छैन भन्दै गरिबलाई फर्कायो भने यसको लाइसेन्स नै रद्द गर्ने तयारी सरकारले गरेको छ। तर प्रश्न अझै बाँकी छ, के केवल निर्देशनले मात्रै पुग्छ? जनकपुर धामका अस्पताल सञ्चालकहरूले यो नियम मान्लान्? अब स्थानीय प्रशासन र स्वास्थ्य इकाइहरूले केन्द्रको आदेश छ भन्दै पन्छिन पाउने छैनन्। नागरिक समाज र सञ्चारकर्मीले पनि अब अस्पतालमा छिरेर ती 10% बेड खोइ भनेर सोध्ने बेला आएको छ। साथीहरू, स्वास्थ्य सेवा व्यापार होइन, यो मौलिक हक पनि हो। यदि तपाईँ वा तपाईँको छिमेकी कोही विपन्न हुनुहुन्छ र अस्पतालले 10% को सहुलियत दिन मान्दैन भने तुरुन्त सम्बन्धित निकायमा उजुरी गर्नुहोस्। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोस् ताकि जनकपुर धामदेखि काठमाडौँसम्मका अस्पताल सञ्चालकहरूले बुझुन् कि जनता अब सचेत छन्। तपाईँलाई के लाग्छ? यो नियम यसपालि लागू होला त? कमेन्टमा लेख्नुहोला। धन्यवाद।